साथै तपाईहरुले आफ्नो आवश्यकता स्टार्ट गर्नुभन्दा पहिला हेलमेटको फिटा बाँधिलिनु होला। बाइक सबै तरिकाले चेक गरेर जस्तो राख्नु होला। साइड लाइट बदल छ कि छैन सबै चेक गर्नुपर्छ। त्यसपछि स्टार्ट गर्ने बेलामा सर्वप्रथम एट बनाउनु पर्छ। एट बनाउनको लागि 1 या 2 नम्बर गियरमा आफ्नो तपाई आवश्यकता अनुसार एट मजाले बिस्तारै बनाउन सक्नुहुन्छ। तपाईको बिचको एरो भएको सिनामा जाँदा तपाईलाई दुवैतिर स्पेस बस्छ। यसै तपाईको एट समाजपछि तपाईलाई मुख निस्किने बित्तिकै ट्राफिक लाइट हेर्नुपर्छ। ए ट्राफिक लाइटमा यसै रातो र पहेँलो छ भने तपाई रोक्नु पर्छ। त्यसपछि हरियो भए जानुपर्छ। त्यसपछि चाँगुरो बाटो निस्किने त्यसपछि तपाईको यो चाहिँ तपाईहरुको स्पिड ब्रेकर हो। त्यसपछि तपाईको यहाँ उकालो हो। उकालोमा रोक्नु पर्छ एक्सनको लागि। त्यसपछि तपाईको एक्सिलेटर बेसी थिचेर बिस्तारै ब्रेक छाड्नु पर्छ अनि चढाउनु पर्छ उकालोमा। अनि तपाईको ओह्रालो हो। ओह्रालोमा रोक्नु पर्छ अनि तपाई यसै टेल पास गर्न सक्नुहुन्छ।